आज कहाँ जान लागेछौँ भने चाहिँ यता माथि नुरबुलिङमा जान लागेका छौँ। अनि हामी छौँ यता यो टिम्पू बजारमा। सो तपाईँहरूले भिडियो चाहिँ हेर्नै हुँदो रहेछ होइन, तर फलो चाहिँ गर्नु हुँदैन रहेछ। सबैजनाले फलो गर्नु होला। ठ्याक्कै यहाँ टिम्पू बजारदेखि चाहिँ म अब यहाँदेखि चाहिँ हामी लाग्छौँ र यहाँदेखि चाहिँ यो पिच छ भने चाहिँ माथि त्यहाँसम्म ढलन छ, पुरै अफरोडै अफरोड चाहिँ। अब जे होस् 4-5 किलोमिटर छ भनौँ न यहाँ माथिको नुरबुलिङ होइन, त्यस्तै होला, मलाई त्यस्तै लाग्छ है। नुरबुलिङ चाहिँ 4-5 किलोमिटर जस्तो लाग्छ र यस्तो छ है बाटो चाहिँ पुरै बबाल छ। यहाँको यो टिम्पू बजारसम्मको मात्रै हो कि बाटो राम्रो भनेको चाहिँ होइन, यहाँ माथिसम्म ढल अनि तलसम्म चाहिँ त्यहाँदेखि चाहिँ पुरै पिच छ नि बाटो चाहिँ। अनि तल त पुरै कुरै नगरौँ, पुरै बगर यस्तो खत्तम छ कि बाटो पुरै नगरौँ के। यता एउटा सामान थियो त्यो पनि झरेर फेरि गएर खोजेको के, यस्तो खत्तम बाटो छ कि। अब त्यही हो गाइज, तपाईँहरूले मेरो भिडियो चाहिँ हेर्नु हुँदो रहेछ होइन, तर फलो चाहिँ एकदमै कम साथीहरूले गर्नु हुँदो रहेछ होइन। टिकटक, फेसबुक, युट्युबमा चाहिँ सबैजनाले गएर फलो एन्ड सब्सक्राइब सबैजनाले गरिदिनु होला। अनि लाइक कमेन्ट। मैले आज चनौटेदेखि चाहिँ भ्लग बनाएन किनकि एकदमै लङ हुन्छ त्यो चाहिँ। अब भनेर चाहिँ मैले आज चाहिँ टिम्पू बजारदेखि भिडियो स्टार्ट गरौँ न त होइन। अब नयाँ ठाउँ पनि हो नि त। अब मैले तल त धेरै भिडियो बनाइरहेको छु होइन, हिजोतिर पनि मैले पोस्ट गरेको छु। अब यता माथिको चाहिँ भिडियो पोस्ट छैन, अलिक कम नै छ नि त यो साइडतिरको त। अब यो चाहिँ टिम्पू, यता माथि चाहिँ टिम्पू बजार भनिन्छ यो ठाउँलाई चाहिँ। म एक्लै छु होइन, केटाहरू अब कोही कता होला कि आफ्नो काममा बिजी छ नि त। अब त्यही हो, गाह्रो छ। गाडी रोकेर के गर्नु लागेर सम्धि अब है, पछाडि खलासी हो कि को हो खासै चिनेन मैले चाहिँ। सो अब त्यही हो, आधी बाटो चाहिँ आइपुगिसकेको छौँ ठ्याक्कै टिम्पू बजारदेखि। यता माथि चाहिँ हामी कहाँ जाँदैछौँ त यो माछा फर्ममा जाँदैछौँ हामी चाहिँ। यता विजय सरको माछा फर्ममा। बाटोको के छ हालत अब तल साथीहरूको गाडी आउँदै रहेछ होइन। गाडी त गाह्रै पर्ला, तलतिर बाटो हेऱ्यो भने त यस्तो चिप्लो छ कि सायद रोकेर बसिरह्यो होला, गाडी नचढेरै होला कि के छ। अब कसो छ अब म फर्किँदाखेरि त्यो चाहिँ थाहा हुन्छ है। गाउँ त छ, मान्छेहरू त्यति देखिँदैन, एकजना चाहिँ देखियो, सोध्नुपर्ने हुन्छ। यता चाहिँ माथि नुरबुलिङ स्कुल भइहाल्यो यो माथि चाहिँ, तर हामी माथि जाँदैनौँ यताबाट तेर्सै। लौ गाह्रो छ, यता हो कि कता हो तनाव भएको नि। अब कहाँ जाने रहेछ, गोठ हो कि घर हो, यता सोध्नुपर्छ। ए लास धन्यवाद। यतातिर घर त अब त्यति नै छैन रहेछ। अब त्यही एउटा कुरा सोधौँ भनेको, यता हरन बजाएको खोइ मान्छे छैन कि के हो कसो हो होइन। ठ्याक्कै माथि एकजना दिदी उभिरहनु भएको छ, उहाँले भन्नुभयो। ठिकै छ, धन्यवाद तपाईँलाई। कहाँ हो के हो यार, पुरै खोलामै हो क्या अझ। यतानी बाटो उतानी बाटो, कता बाटो हो। ए म त कहाँ जाने त, चाहिँ होइन होला, उता चाहिँ छैन। त्योस् पक्कै पनि यतापट्टि होला। फाइनली फर्म पनि देखियो, ठ्याक्कै लगाएर यही चाहिँ रहेछ यो विजय सरको फर्म पनि त्यही नै हो। यही हो माछा फर्म। विजयको माछा फर्म चाहिँ कहाँ हानेर हो? यो तल्लो कि माथिल्लो माछा फर्म? तल्लो चाहिँ कहाँबाट जान्छ? ए ल हुन्छ, हजुर के छ यहाँदेखि तल पनि जाँदो रहेछ होइन। दुईवटा माछा फर्म रहेछ। मैले चाहिँ आइपुगिसकेको भनेको फेरि जानुपर्ने हुन्छ। ए तल्लो फर्म भन्नुभएको थियो, ल हुन्छ।
क्या घुमायो नि त मलाई त। अब कहाँबाट जाने रहेछ फेरि यो बाटो ल। कता हो बाटो? यस्तो नि बाटो हुन्छ? आम्मामामामामा यार, फर्स्ट टाइम हो नि त यो बाटो त। ठिकै छ, ओह्राल्यो उक्लिनु नि उक्लिन्छ, जसरी ओर्ल्यो त्यसरी चढ्ने हो नि त। राइट, ल यो चाहिँ रहेछ भनेपछि माछा फर्म। ल त्यही हो गाइस, अब यहाँ आइपुगिसकेको छौँ होइन। त्यही हो, यहाँ औषधि दिनुपर्ने हुन्छ। त्यही हो, यहाँको माछा फर्ममा यस्तो लेक साइडमा पनि माछा फर्म हुँदो रहेछ है। मलाई त थाहा नै थिएन। वाह, बवाल छ है नि।